आज फेरि हामी सराजी हामी हाम्रो दैनिकीमा जाँदैछौँ। हामी बाटोमा हिँड्दैछौँ र यसमा चाहिँ हामी स्टोरमा गयौँ क्या हामी काम गर्ने साइडमा। मैले चाहिँ यो तालचा खोले कोठाको भयो यो स्टोरको हालत हो। हामी चाहिँ स्टोरको भित्र छिरिसकेपछि हामी चाहिँ एकछिनमा मैले कपडा चेन्ज गरेँ। चेन्ज गरिसकेपछि लुक चाहिँ यसरी देखियो। वाउ स्विट मोमेन्ट देखियो नि त। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै आरामै छु। दिनभर कामको थकान त छ। म यतिकैमा बेल्चाहरू र गैँटी निकालेँ, घन निकालेँ अनि म बाहिर गएँ किनकि म अलिक ढुङ्गा फोर्न थियो नि त। सेफ्टी टिङ्कीको वाल लाउनको निम्ति चाहिँ ढुङ्गा फोर्न थियो। ढुङ्गाको वालहरू लाउनु पर्यो त। यति धेरै ढुङ्गाहरू छ। यो ढुङ्गा बालुवाहरू चाहिँ हामीले हिजो माल बनाउनको निम्ति चाहिँ हिजो नै मेरो गृहमन्त्रीले यहाँ फालिराखेका थिइन् भने मैले चाहिँ यो घन र बेल्चाहरू लिएँ। बेल्चाहरू चाहिँ मैले यहाँ राखेँ। यहाँ राखिसके पश्चात चाहिँ म चाहिँ फेरि अब यत्तिकैमा हिजोको वालहरू देखाएँ कि कस्तो भएको छ भनेर। पानी त परेको थिएन नि त। यत्तिकैमा म स्टोरभित्र गएँ। मैले हार्ड सेपको लागि चाहिँ मैले निकाबहरू पनि लगाएँ, इनरहरू लगाएँ। इनरहरू लगाइसकेपछि चाहिँ म सिमेन्टी बोकेर अब बाहिर जानुपर्ने हुन्छ किनकि मसला त रेडी बनाउनु पर्यो। करिब 7 बजेको थियो हामी कामको साइडमा पुग्दा र हामी काम सुरु गर्दा त हामी दुखारे जिन्दगीहरू चाहिँ काम चाहिँ गर्न पर्छ किनकि म प्यासन्स यो मेरो कामलाई चाहिँ एकदम म लभ गर्छु। दिस लभ डिपली यसले चाहिँ म डिप लभ गर्छु। भित्रैदेखि नै म योसँग कनेक्सन छ जस्तो मलाई लाग्छ किनकि यही पेसामै हाम्रो चाहिँ जीविका चलिराखेको राम्रो आम्दानी भइराखेको छ नि त। त्यस कारणले हामी यहीँ सन्तुष्टि छौँ। भन्नेले जेसुकै भन्नुहोस्, पढेर पनि यस्तो गर्यो उस्तो गर्यो भन्छ। हुन त मसँग हिजो मैले 5 वर्ष 6 वर्ष त अनुभव छ। ल्यापटप चलाएँ, कलम चलाएर खाएँ पनि। तर गुजारा नचलिसकेपछि म आज यो ढुङ्गा र माटोसँग चाहिँ म खेल्दैछु। यतिकैमा मैले ढुङ्गा फोरेँ र पारेपट्टि चाहिँ गृहमन्त्रीले पनि मसला रेडी बनाइसकेको रहेछ। पारेपट्टि हेरेको त ड्याङ बेल्चा चलाउँदै सिमेन्टी मोल्दैछ। यतिकैमा त मोलिसके पश्चात यो खाल्डो बनाउँदै किनकि पानी हाल्नु पर्छ नि त। एकछिन पछाडि फेरि पानी हालेर चाहिँ अब ड्याङ रेडी बनाइसकिन्। अब यतापट्टि चाहिँ बाबु र अलि पारीको नानी चाहिँ हामी खेल्दै थियौँ। म यतिकै केसरी नास्ता खाइसकेँ। नास्ता खाइसकेपछि चाहिँ मैले वाल सुरु गरेँ। वाल सुरु गरेको त यति धेरै पो लगाएको रहेछ नि त। समथिङ 4.5 फिट त आज त मैले सबै राउन्डिङ हान्नुपर्छ भनेर भोलि मेट्नु छ। होइन भाइ म त असिना पसिना भएर काम चाहिँ गरेको गरेकै। त्यसैले मैले यति धेरै वालहरू पनि लगाइसकेँ। यो दैनिकी भित्रको यो गुजारा गर्दा यति वाल डिक्कमबाट मेरो शरीरान भइसक्यो तर काम त गर्न पर्यो। तपाईँले यो काम कस्तो लाग्छ कमेन्ट लेख्दै गर्नु होला। फेरि पनि यो भिडियो हेर्दै हेर्दै जाँदा चाहिँ साँझसम्म हेर्दा त यति धेरै राउन्डिङ त समथिङ 5 फुटको हारारीमा मैले आज भ्याइछु। यतिकैमा मेरो गृहमन्त्रीले यार खुट्टा धुने बहिनीले सामानहरू राख्नु भयो भनेपछि अब चाहिँ हामी सर कोठातिर आयौँ। आजको यो भिडियो कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला किनकि मेरो रियल लाइफ र वास्तविक जीवनको यथार्थ यही नै हो। यसरी नै बितिराखेको छ हाम्रो जिन्दगी। भन्नेले के भन्छ, देख्नेले के देख्छ त्यो कुराले हामीलाई कुनै पनि प्रभाव पार्दैन जबकि हामी आफैमा सन्तुष्टि छौँ। यो रे रुको कुराहरू जसले पनि त गर्छ नि। हामी हाम्रो आफ्नो पाखुरामा आत्मनिर्भर छौँ। यही कुरा नै हामीले चाहिँ एकदम बेस्ट लाग्छ कि